हो दर्शकबिन, अन्ततः भूपेन्द्रलाई उनका गर्लफ्रेन्डको बुवाले भने पिटेर ढलमा फालेको अवस्थामा रक्तमै भएका थिए र उनी बेहोसी अवस्थामा लडिरहेका थिए अनि यता भुन्टीले आफ्नो दाजु भाउजू लिएर आउँदै गर्दा भूपेन्द्र लडिरहेको देखिरहेकी थिइन्। र दर्शकबिन, ती राति निकै पानी परेको थियो, गाडाङ गुडुङ गरेर बिजुली पनि चम्किरहेको थिए। यी सबै देख्दा र सुन्दाखेरि उनलाई निकै अत्तालिएकी थिइन् भुन्टी र भनिरहेकी थिइन् भुन्टीले, के भएको होला, मङ्सिरको बेलामा नि यस्तो हावाहुरी सहित पानी परिरहेको छ, अब जाडो पनि बढ्ने भयो, भोलि बुवा आमा गाउँ जाँदै हुनुहुन्छ, अब कसरी पठाउने होला, बाटो पनि चिप्लो हुने भयो भन्दै उनले भनिरहेका थिए। हो दर्शकबिन, र दर्शकबिन त्यत्तिकैमा यता टोकाले पनि बिउजिन्छ र आफ्नो श्रीमतीलाई फोन गर्छ र भन्छन्, उनले सम्झिरहेका थिए, कहाँ गइन् होला त पूर्णिमा, उता माइत पनि गएकी रहेनछन्, हावाहुरी पानी सायद यस्तो पर्यो भनेर उनले सम्झिरहेका थिए टोकालेले। र दर्शकबिन, यता टोकालेले पनि पूर्णिमालाई फोन गर्छन्, तिमी कहाँ हो भन त भन्दै गर्दा यता पूर्णिमाले पनि भन्छन्, म कहाँ हो मलाई आफैले थाहा छैन, म सुनसान ठाउँमा छु, तर म ठुलो स्वरले बोल्न सक्दिनँ, यहाँ धेरै मान्छेहरू गुन्डाहरू छन् भनिरहेका थिए। हो दर्शकबिन, उनले ट्यापे केटाहरू सबै छन् भन्दै गर्दा तिमी किन नगएको माइत भनिरहेको थियो। त्यत्तिकैमा उनले फोन राखेकी थिइन् भने यता टोकाले आफ्नो श्रीमती खोज्दै गइरहेको थिए र त्यसै क्रममा भुन्टी पनि पछि पछि लागेर गइरहेकी थिइन्। हो दर्शकबिन, उनी टोकाले पनि आफ्नो श्रीमती भएको ठाउँमा पुग्छन् र उनी त्यहाँ गुन्डाहरूले पनि भनिरहेका हुन्छन्, ती ट्यापे केटाहरूले, ओहो कति राम्री रहेछ केटी त, रोइरहेकी रहेछ भन्दै नजिकै जाँदाखेरि टोकालेले उनलाई भुइँमा फालिसकेका थिए। र दर्शकबिन, त्यतिकैमा ती गुन्डाहरू पनि उठेर टोकालेलाई प्रहार गर्ने स्वरमा थिए र उनीहरू त्यत्तिकैमा यता भुन्टीले पनि तिनीहरूलाई पिट्छिन् र भन्छन्, तिमीहरूले चिनेको छैनौ होला हामीलाई भन्दै गर्दा उनले पनि भन्छ, हामीले चिन्यौँ, यो केटी त धेरै कडा रहेछ भनेर त्यहाँबाट भागिरहेका हुन्छन्, सबै कुरा सम्झाइरहेका हुन्छन्। र दर्शकबिन, यता भुन्टीले पनि आफ्नो भाउजूलाई भनिरहेका हुन्छन् र दाइलाई पनि कराइरहेका हुन्छन् उनले, दाइ तपाईँले त भाउजू माइत जानु भन्नुभएको होइन, भाउजू त यहाँ हुनुहुन्छ, कहाँ हो भाइतेको भाउजूको माइत यहीँ हो भनेर कराइरहेकी हुन्छन्। बन्नी टोकालेले पनि भन्छन्, उनले त मलाई माइत जान्छु भनेकी थिइन्, मलाई के थाहा त उनका कस्ता कस्ता साथीहरू हुन्छन्, कहाँ कहाँ जान्छन् मलाई थाहा हुन्छ र भन्दै गरेर तपाईँ नकराउनु है दाइ, तपाईँ धेरै बेसी हुँदै हुनुहुन्छ भनेर भुन्टीले आफ्नो दाइलाई पनि कराउन दिन्न सम्झाइरहेकी हुन्छन्। हो दर्शकबिन, भुन्टीले आफ्नो दाइलाई धेरै माया गर्छन्, यता भाउजूलाई पनि धेरै माया गर्छन्। र दर्शकबिन, उनीहरूले ल जाउँ उज्यालो पनि भयो भन्दै आइरहेका हुन्छन् र दर्शकबिन उनले पनि सबै कुराहरू भनिरहेका सम्झाइरहेका हुन्छन्। यता टोकालेले पनि अब धेरै कराइरहेका हुन्छन् आफ्नो श्रीमतीलाई। दर्शकबिन, उनलाई कराइरहेको देख्दाखेरि उनले पनि भन्छन् भुन्टीले, दाइ तपाईँलाई मैले एकान्तमा लगाएर सम्झाउनु पर्नेछ, तपाईँ छिटो हिँड्नुहोस् भन्दै तान्दै लिएर आउँदाखेरि एक्कासी भुन्टीको नजर लडिरहेको भूपेन्द्रमाथि पर्छ र उनले भन्छन्, उनी अत्तालिएको जस्तो हुन्छ र उनी रुँदै रुँदै त्यहाँ गएर आफ्नो श्रीमानलाई उठाउँछ, के भयो तपाईँलाई भन्दै गर्दाखेरि टोकालेले पनि भनिरहेका हुन्छन्, बहिनी त्यसलाई त्यहीँ छोडिदिए मरस्, यो यसले कति दुःख दिएको छ तिमीलाई भन्दै उनले भनिरहेका हुन्छन् भने यता भुन्टीले पनि, दाइ त्यसो नभन्नु न दाइ, मलाई निकै गाह्रो भएको जस्तो छ भन्दै गर्दा यता टोकालेले पनि उठाउँदै भन्छन्, रातभरि पानीले ढाडिएर सुन्ने जस्तो छ, यो त उठ्दैन भन्दै गर्दा उनले पनि भनिरहेका छन्, अब के गर्ने दाइ के गर्ने भन्दै अत्तालिरहेकी हुन्छन् भुन्टी भने यता पूर्णिमाले एम्बुलेन्स डाकिसकेकी हुन्छन् फोन गरेर। हो दर्शकबिन, यता भूपेन्द्रलाई अस्पताल पुर्याइरहेका हुन्छन् भने यता भूपेन्द्रको घरमा निकै तनाव भइरहेको हुन्छ। भूपेन्द्र नआए किन आएन त, प्रपर्टी फाइलमा साइन गर्नुपर्छ भनेर भाग्यो भनिरहेका हुन्छन्। हो दर्शकबिन, यता भूपेन्द्रको भाउजूले यसो भन्दै गर्दा यता भूपेन्द्रको दाइ पनि त्यहीँ पुग्छन्। भूपेन्द्र त अस्पतालमा छ अरे, इमर्जेन्सीमा भर्ना गरेका छन् रे, मलाई उसको दाइले फोन गरेको थियो भुन्टीको दाइले भन्दै गर्दा हामीलाई यो प्रपर्टी फाइलमा साइन गर्नुपर्छ, हामीलाई सम्पत्ति दिनुपर्छ भने यो सबै नाटक हो भन्दै गर्दा उनले भनेका थिए। भुवनले पनि सबै कुराहरू सम्झाइसकेका थिए। हो दर्शकबिन, उनले सबै कुराहरू भनेकै थिए, तिमीलाई यही कुराको चिन्ता छ, मलाई भाइको चिन्ता छ, भाइलाई के भयो भन्ने कुरा छ, अस्पतालमा इमर्जेन्सीमा छ भाइ भनेर उनले भनिरहेका हुन्छन् र छिटो छिटो भन्दा हामी जानुपर्छ भनेर उनले भनिरहेको हुँदा तिमी जाने होइन भन्दै गर्दा उनले भनेको हुन्छन्, तिमीलाई मैले बारम्बार भनिसकेको छु, यो प्रपर्टी भन्दा मेरो भाइ सानो होइन, मेरो भाइ ठुलो हो भन्दै उनी त्यहाँबाट जान्छन् र सबै कुराहरू उनले सम्झिरहेका हुन्छन्। हो दर्शकबिन, हतार हतार उनीहरू पनि अस्पताल पुगिरहेका थिए भने यता टोकालेको बुवा आमा पनि गाउँ जानको लागि पर्खिरहेका थिए। हो दर्शकबिन, यी सबै टोकालेले पनि भनिसकेका बुवा आमालाई, यहाँ सानो काम परेर हामी बाहिर आएका छौँ, अब छिट्टै आउँछौँ भन्दै गर्दा ल ल छिटो आइज भनिरहेका थिए अरे। टोकालेले आफ्नो बहिनी पनि लिएर जान्छन्, हामीले यसलाई अस्पतालसम्म ल्याइदिइसकेको छौँ, त्यसको परिवारलाई फोन गरिदिइसकेका छन्, आउँछन् बचाउँछन् लान्छन्, हामीलाई मतलब छैन, जाउँ हिँड भन्दै गर्दा यता भुन्टीले पनि भनेको नि, दाइ म यस्तो अवस्थामा छोडेर उहाँलाई कहाँ जान सक्छु र, म जान सक्दिनँ दाइ भन्दै गर्दा लु तिम्रो माया पनि अपरम्पार छ भनेर भुन्टीलाई त्यहीँ छोडेर जान्छ। त्यसपछि बाटामा जाँदा पूर्णिमा र यता टोकाले भने गफ गर्दै गइरहेका हुन्छन्
र यता पूर्णिमाले टोकलेलाई पनि हुन्छन् भनेको सुनेको थिएँ मैले। केटीले केटा फकाउँछन् भनेर, तर यहाँ त उल्टो भएको छ, केटीले पो केटा फकाउनु परेछ भन्ने गर्दाखेरि टोकलेले पनि भनेका थिए। के भने रे, म केटा रे भन्दै गर्दा यता पूर्णिमाले पनि भनेकी थिइन्, होइन होइन बुढो हो। बुढोलाई निकै सम्झाएकी थिइन् यता पूर्णिमाले पनि, हिजो विगतमा जे जस्तो भए पनि अब म त्यसरी छुटेर बस्न सक्दिनँ, मैले गल्तीको महसुस गरेँ भनेकी थिइन्। र यता टोकलेले पनि आफ्नो श्रीमतीलाई भन्दै गर्दाखेरि, सम्झाउँदै गर्दाखेरि उनी भुइँमा बसेर रोएकी थिइन्। र त चाहिँ यी सबै कुरा देखेपछि टोकलेले पनि माया गरेर लिएर गइरहेका थिए घरमा। र यता भुन्टी भने आफ्नो श्रीमालाई रगत दिँदै गर्दा उनका जेठाजु अर्थात् दिवरले पनि देखिसकेका थिए। यी भुन्टीको माया देखेर उनका आँखाभरि आँसु भइरहेको थियो। यता भूपेन्द्रको दाइको पनि हो दर्शकबिन, उनले भुन्टीलाई पनि धेरै माया गर्छन्। उनलाई भुन्टी बदले यो घरमा लिएर आउनुपर्छ भाइ, त्यस्तो गर्न हुँदैन भनेर उनले सम्झाइसकेका थिए भने यता भूपेन्द्रले सबै यी गल्तीहरू उनले गरेका थिए। आज ती गल्तीको भोगाइ परिरहेको छ। यता रगत आफ्नै श्रीमती अर्थात् भुन्टीले रगत दिइरहेका छन् भने भूपेन्द्र बेहोसी अवस्थामा अस्पतालमा लडिरहेका थिए। र दर्शक यतिकैमा यो भाग सकिएको थियो भने आगामी भागमा के होला भन्ने विषयमा तपाईँहरू समक्ष पुनः अर्को रिभ्यू लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। हस्त, जय नेपाल।